वेलकम बैक टू माई अनदर भ्लग। सबैजनालाई मेरो भ्लगमा फेरि पनि स्वागत छ। तपाईहरु सबैजनालाई के कस्तो छ, सन्चै होला आरामै होला भन्ने आशा मैले राखेको छु र म पनि सन्चै छु। आज म जंगलतिर लाग्दै छु। जंगलतिर हेर्दै हुनुहोला साथीहरु, यो भिडियो भरि साथ दिनु होला र मेरो YouTube च्यानलमा गएर लाइक कमेन्ट सब्स्क्राइब गर्न पनि नभुल्नु होला। म चाहिँ हिँड्छु साथीहरु। म चाहिँ यहाँ जंगलको बाटो आज बल्ल बल्ल कति वर्षपछि जंगल आइयो। जंगलको बाटो हिँड्दै छु। हिँड्न पनि डर लागिरहेको छ। चिलिन्छ कि भन्ने डर छ फेरि। के गर्नु गाई, जंगलको बाटो झाडी छ, पात पतिङ्गर छ। हेर्नुस् गाइज, कस्तो हरियाली जंगल देख्न सक्नुहुन्छ साथीहरु। हाम्रो गाउँको जंगल बडे मानको छ, घनाघोर छ, हरियाली। ल गाइज, मैले चाहिँ काफलको बोट भेट्टाएँ। म त्यतातर्फ जाँदैछु। काफल फलेको छ कि छैन यसो हेर्नु पर्यो। फाइनली काफलको रुख भेटाएँ। यसको बाजे केले बिचाएको यो पुरै काफलै काफल छ यहाँ। जब रुख्नु चल्न लागेको म रुख चाहिँ बढे मानको रहेछ। काफल खाने कुइया काफल खाने कुइया म चाहिँ घर आइपुगेँ जंगलबाट आज र काफल पनि ल्याएको छु। काफल पनि कति ल्याएको काफल म हजुरहरूलाई देखाउने छु। साथीहरु, यो काफल हेर्दामा यति देखिन्छ, तर मैले यो काफल टिप्नको लागि धेरै दुःख गरेर ल्याएको। आज एकदमै बडे मानको रुख थियो, सकि नसकि रुखमा चढेर मैले एकदम आज दुःख गरेर ल्याएको काफल हो।